नमस्कार सम्पूर्ण बुवा दादा दिदीबहिनीहरूलाई नमस्कार गर्न चाहे म आमजित आमाङको तर्फबाट म आज अचम्म लागेको छु कि जहाँनिर यो इन्द्रेणी फुललटारमा आउँदै गर्दाखेरि म कसरी अचम्म परे भन्नुहुन्छ भन्ने तपाईँहरूले पनि देख्न सक्नुहुन्छ कि यहाँ हाम्रो दिदी एकजना दिदीले चाहिँ घरको छानामाथि छतमाथि यस्तो फुलहरू चाहिँ सजाएर यसरी सानो सानो गमला जस्तै पानीको भाँडा पुरानो झारको भाँडामा माटो हालेर कागतीको बोट यति ठुलो बनाइसक्नु भएको छ। फुल्नै लागेको छ र यसरी विभिन्न जात जातिका फुलहरू हेर्नुहोस् त कति राम्रो फुलहरू सजाएर फुलाएर राख्नु भएको छ। यस्तै गरी यहाँ अर्को फुल कति राम्रो छ हेर्नुहोस्। यसै गरी यहाँ यता अर्को यसरी राखिराख्नु भएको छ। तपाईँहरू भन्नुहोस् त कति मेहनती हुनुहुन्छ कि कति मेहनत गर्नुहुन्छ होइन। जस्तै यसै गरी यहाँ खोर्सानी लसुन अनि यसै गरी यस्तै साथमा यो हो स्याउ। हामीले भनेको सुनेका थिए कता कता हुम्ला जुम्ला अनि मुस्ताङमा मात्रै पाइन्छ स्याउ हाम्रै काठमाडौँको कौसीमाथि फल्या छ। मुस्ताङ हुम्ला जुम्लातिरको जस्तो पाखा पखेटै नचाहिने घरको छानामाथि घरको कौसीमाथि हेर्नुहोस् त यस्तो पानीको भाँडामा एउटा ड्रमलाई काटेर माटो भरेर त्यसैमाथि चाहिँ यसरी स्याउ फलाइसक्नु भएको छ। हेर्नुहोस् त यी स्याउ कति राम्रो। यो दृश्यहरू हेर्दाखेरि कतै अनौठो लाग्न सकिन्छ। तपाईँ हजुरहरू हेर्नुहोस् त हामी मान्छेले मानवले चाहिँ के चिज चाहिँ गर्न नसकिदो रहेछ त। सबै सक्षम रहेछ, सबै सकिदो रहेछ, सबै गर्न जान्दो रहेछ। यसै गरी यो हिजो पिता पुर्खाहरूको पालमा तिमालमा मात्रै पाइन्छ भनेर भन्थ्यो। अहिले यसै गरी पानीको ड्रममाथि यो चाहिँ भन्छ कि यो भर्खरै रोप्नु भएको रहेछ हाम्रो दिदीले। यो बुद्ध चित्ता माला ठेङ्गा भनेर भन्छ, जो कि यो माला यसको फल चाहिँ गेडा दाना हुन्छ जस्तो फलिसकेर बनाइसकेपछि यस्तो हुन्छ यो खालको माला, जुन कि यही बोटबाट फल्छन्। र यो माला चाहिँ प्राय जसो मैले देखेको चाहिँ लामा गुरुहरूले आध्यात्मिक मान्छेहरूले लाएर जाप्ने यस्तै गरी जाप्ने देखेको छु। अनि यस्तै गरी यतातिर यो अर्को यो ड्र्यागन फ्रुट, यो पोहोरसाला फलेर पनि खाइसक्नुभयो एक दुईवटा दाना, यसपालि नि फल्दैछ। यसै गरी यी विभिन्न रङ्गी चङ्गी फुलहरू साथमा योलाई भन्छ के मुन्तलाको बोट। यो हाँगै बिच्छे यो सानो सानो टुप्पामा पनि फल्ने गर्छ। यसमा चाहिँ जुप्पा किनकि अहिले चाहिँ फल्ने बेला भएको छैन, यो फल्दैछ, अब फल आउँदैछ, भर्खरै पलुवा हुँदैछ यसको। यसरी यसै गरी आँप यति सानो बोटमा नै कति धेरै फुल फुलेछ। यसमा यो फुलैभरि जति पनि फुल छ त्यति नै दाना रान्ने हो यसमा। यसै गरी देख्न सक्नुहुन्छ। हामी मान्छेले चाह्यो भने हामीले गर्यो भने केही नै नहुने कुरा केही पनि छैन। हेर्नु साथीहरू भन्दै आजलाई यही कुरामा यतिमै टुङ्ग्याउन चाहन्छु।
नमस्कार सम्पूर्ण साथीभाइ तथा अम्बुवा दिदीबहिनीहरू दाजुभाइहरूमा लसो फ्याबुल्ला टसिदेले नमस्कार जोरले जोजोलक्पा भन्दै अहिलेको यो भिडियोलाई म बन्द गर्न चाहन्छु।